यो मिलन र अस्मीको ब्रेकअप पछि क्या सोशल मिडियामा अडियन्सहरूले क्या पब्लिकहरूले मिलनलाई गाली गर्नलाई क्या मतलब कि डिजिटल थालीमा गाली पस्केर खुवाउनलाई पुरै तयार थिए क्या अनि मिलन पनि कम बाटो छैन गाली पस्किने डिजिटल थाली नै ताल चाहनेर रिल्याक्समा बसिदिरहेको रहेछ तर मिलन भाइ त राम्रो गरिस् बचिस् गाली खानाबाट बचिस् तर अझै पनि नखोलेस् पब्लिकले तँलाई गाली गर्नलाई गाली पस्केर खुवाउनलाई अझै पनि त्यो बकुलो जस्तो कुरेर बसिरहेछ कतिखेर कमेन्ट बक्स खोल्ला र यसलाई मर्ने गरी गाली गरौँला भनेर बसिरहेछ सबभन्दा बढी त यो आएमै केटीहरूले तँलाई गाली लास्टै गर्छन् क्या बचेर बस भाइ रिल्याक्समा बस मेरो सल्लाह मान यो भिडियो यदि तँसँग पुग्यो भने राम्रोसँग हेरेस् अनि विचार गरेर बचेस् यदि मेरो सल्लाह सुझाव राम्रो लाग्यो भने तँलाई मलाई एकचोटि म्यासेजमा थ्याङ्क यू पनि भनिदिएस् अरू मलाई केही पनि चाहिँदैन क्या